अलिकति नयाँ नयाँ चिटिक्कै नत्र जहिले त्यो घोरले ज्याकेटमा देख्नुहुन्थ्यो, छत्रे टोपीमा देख्नुहुन्थ्यो साथीहरू होइन। आज चाहिँ अलिकति चिटिक्क परेको देख्नुभयो। टिक टिक रोडतिर हिँड्दैछौँ है। हामी चाहिँ अब भन्ज्याङ पुग्न लाग्यो। मेरो बुढीले चाहिँ खाजा खानु लाग्नु भएको चाहिँ मैले चाहिँ खाइसकेँ। आज चाहिँ अलिकति मेरो चमक देख्न सक्नुहुन्छ होला साथीहरू, किनकि मैले आज टोपी धोएको छु क्या। हेर्नु साथीहरू अहिले टोपी धोएको छु। हेलो वेलकम ब्याक टु माई च्यानल भन्दै फेरि पनि साथीहरू म पूर्ण भ्लगमा उपस्थित भइसकेको छु। आज चाहिँ मेरो साथमा मेरो बुढी हुनुहुन्छ होइन साथीहरू होइन। आज चाहिँ हामीलाई देखिहाल्नु भयो होला अलिकति नयाँ नयाँ चिटिक्कै नत्र जहिले त्यो घोरले ज्याकेटमा देख्नुहुन्थ्यो, छत्रे टोपीमा देख्नुहुन्थ्यो साथीहरू होइन। आज चाहिँ अलिकति चिटिक्क परेको देख्नुभयो होला होइन। हामी चाहिँ यत्रो चिटिक्क परेर चाहिँ कहाँ गयो भन्ने तपाईँहरूलाई त मनमा खुल्दुल त भइ नै हाल्छ होइन। हामी चाहिँ साथीहरू होइन आज थोरै काम पऱ्यो क्या बुढाबुढीको, त्यही भएर हामी चाहिँ बजारतिर जाँदैछौँ साथीहरू। आज हामी के गर्छौँ, कस्तो सपिङहरू गर्छौँ त्यो म तपाईँहरूलाई देखाइहाल्ने छु। लास्टसम्म हेरेर साथ दिनु होला ल साथीहरू होइन। हामी चाहिँ बुढाबुढी बिस्तार बिस्तार टिक रोडतिर हिँड्दैछौँ है। हामी चाहिँ अब भन्ज्याङ पुग्न लागिसक्यौँ है साथीहरू। घाम लागिरहेछ ल साथीहरू, अलिक पसिना आइरहेछ ल साथीहरू। ल साथीहरू होइन हामी चाहिँ खाजा खानु लागेको छौँ है। अनि अब खाजा खानु लागेको छौँ बजार सजार अब काम सामहरू सक्यो साथीहरू। ल साथीहरू खाजा खानु लाग्दैछौँ है हामी चाहिँ साथीहरू होइन। ल साथीहरू खाजा चाहिँ आइसकेको छैन, हामी चाहिँ खाजा खानु लागेको साथीहरू। मेरो बुढीले चाहिँ खाजा खानु लाग्नु भएको चाहिँ मैले चाहिँ खाइसकेँ। भोक लागेको थियो नि त त्यही भएर। हामी छ ल साथीहरू होइन। हामी चाहिँ घर फर्किँदैछौँ है साथीहरू। अब घर काम साम सकिदिएर होइन अलिक सामानहरू किन्नु पर्छ, सामानहरू किनेर होइन हामी चाहिँ घर फर्किँदैछौँ होइन। बुढी चाहिँ अगाडि हिँड्नु भएको छ छाता ओढेर। मलाई चाहिँ त्यस्तो काम साम केही पनि लागेको छैन, केही पनि भएको छैन। यत्तिकै हिँडिरहेको छु साथीहरू भ्लगिङ गर्दै। ल साथीहरू तपाईँहरू के गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है। हेलो साथीहरू होइन देख्न सक्नुहुन्छ होला म चाहिँ आज पनि सदा जस्तै भन्ज्याङदेखि आएपछि म आज फेरि गोठालो आएको छु। आज चाहिँ अलिकति मेरो चमक देख्न सक्नुहुन्छ होला साथीहरू, किनकि मैले आज टोपी धोएको छु क्या। हेर्नु साथीहरू अहिले टोपी धोएको छु, जहाँ पनि धोएर अलिक सेतो सेतो बनाएको छु, टोपी धोएर सेतो सेतो बनाएको छु होइन साथीहरू। अलिक लुक्स अलिकति कस्तो देखाएको छ है कमेन्ट गर्नु होला साथीहरू। अनि म चाहिँ फेरि पनि सदा चाहिँ बाख्राकोटा लागेको छु। भन्ज्याङदेखि आएर एकछिन आराम साराम गरेर खाजा साजा खाएर म चाहिँ बाख्राकोटा लागेको छु। बाख्राहरू चाहिँ चरिरहेको छ साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला।